नमस्ते। मेरा केही मित्रहरू भन्दै हुनुहुन्थ्यो काङ्ग्रेस सुध्रियो, काङ्ग्रेस परिवर्तन भयो, काङ्ग्रेस बदलियो। त्यही अवसरमा मैले एउटा डिबेट हेर्ने मौका पाएँ, सुन्ने मौका पाएँ। त्यो डिबेट थियो सुरज सिंह ठकुरी र गगन थापाको बिचको। सुरज सिंह ठकुरी बारम्बार गगन थापालाई प्रश्न गर्दै हुनुहुन्थ्यो, के तपाईँको पूर्व सभापतिको घरमा जलेको पैसा एआईबाट बनेको हो? त्यो भिडियो एआईबाट बनेको हो? गगन थापा त्यो प्रश्नबाट भाग्दै हुनुहुन्थ्यो। उहाँ भन्दै हुनुहुन्थ्यो, आयोगले काम गरिरहेको छ, आयोगले दिनुपर्छ। अनि त्यो त्यत्रो भिडियो, त्यत्रो फुटेज सबै एआईले बनाएको हो त? मलाई त लाग्दैन। म जस्तै कैयौँ मान्छेलाई त लाग्दैन। अनि आज रियल भिडियोहरूलाई गगन थापाले यसरी स्किप गर्दै हुनुहुन्छ भने भोलि प्रधानमन्त्री हुनुभयो भने के भ्रष्टाचारको फाइलहरू खुल्ला? के भ्रष्टाचारको विरुद्ध बोल्न सक्नुहुन्छ होला? के भ्रष्टाचारमा रहेको कुरीति, देशमा रहेको कुरीतिको बारेमा बोल्न सक्नुहुन्छ होला? मलाई त लाग्दैन। गगन थापा सुध्रिनु भएको होइन रहेछ। गगन थापा बदलिनु भएको होइन रहेछ। गगन थापा त्यही पुरानै ढर्रामा हुनुहुन्छ, त्यही पुरानै स्थितिमा हुनुहुन्छ। ओन्ली सभापति चेन्ज भएको काङ्ग्रेसको। जय देश, जय नेपाल।